टिकटकमा तपाईँ लाइभ बसेर तपाईँले लाइभ रिवार्ड्स कति पाउनुभयो या कि तपाईँले टिकटकमा लाइभ बसेर टिकटकको तर्फबाट तपाईँले सिधैमा कति डलर पाउनुभयो कसरी चेक गर्ने तपाईँको टिकटक आइडीमा यो जान्नुभन्दा पहिला साथीहरू तपाईँलाई एउटा रिक्वेस्ट भिडियोलाई एक लाइक दिनुहोला फलो गर्नुभएको छैन मलाई फलो पनि गर्नुहोला तपाईँको केही पनि जाँदैन यसले गर्दाखेरि साथीहरू यस्तै यस्तै जानकारी भिडियो फेरि पनि तपाईँले तुरुन्तै पाउनुहुनेछ सबैभन्दा पहिला तपाईँले आफ्नो टिकटकलाई ओपन गर्नुहोस् टिकटकलाई ओपन गरिसकेपछि साथीहरू टिकटकलाई ओपन गरिसकेपछि साथीहरू आफ्नो तपाईँ प्रोफाइलमा आउनुपर्ने हुन्छ है प्रोफाइलमा आफ्नो प्रोफाइलमा आइसकेपछि साथीहरू माथि तपाईँले यहाँ देख्न सक्नुहुन्छ 3 लाइन यहाँ टच गर्नुहोस् त्यसपछि तपाईँले ब्यालेन्समा टच गर्नुहोस् है त ब्यालेन्समा टच गरिसकेपछि तपाईँको मोबाइलमा यस्तो खालको इन्टरफेस आउँछ अब तपाईँले यहाँ बुझ्न सक्नुहुन्छ कि यहाँ तपाईँले यहाँ डलरहरू जो देखाएको छ यहाँ मेरोमा चाहिँ कतारी रियल देखाएको रहेछ है जति पनि तपाईँले लाइभ बस्नुभयो लाइभ बस्दाखेरि तपाईँलाई साथीहरूले गिफ्ट दियो भने चाहिँ यहाँनिर तपाईँलाई देखाएको हुन्छ अब तपाईँलाई टिकटकले फ्रीमा चाहिँ कहाँ दिएको छ भन्दाखेरि चाहिँ साथीहरू अब तपाईँले कहाँ चाहिँ गर्ने भन्दाखेरि यहाँ तपाईँले देख्न सक्नुहुन्छ लाइभ रिवर्स भनेको तपाईँले देख्न सक्नुहुन्छ यहाँ तपाईँले टच गर्नुपर्ने हुन्छ है जस्तै यो लाइभ रिवर्समा तपाईँले टच गर्नुहोस् यहाँ टच गरिसकेपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ अपकमिङ रिवार्ड्स भनेको छ यहाँ तपाईँले टच गर्नुहोस् यहाँ तपाईँलाई टच गरिसकेपछि यहाँ हेर्न सक्नुहुन्छ टिकटकको तर्फबाट तपाईँले यसरी तपाईँले यहाँ जति लेखेको छ जस्तै कि मलाई यहाँ देख्न सक्नुहुन्छ तपाईँले मलाई $11 मतलब 11.36 यहाँ तपाईँले $11 समथिङ $11.5 भनौँ न त्यति मलाई दिइसकेको छ तपाईँको कति दिएको छ यसरी नै तपाईँले चेक गर्न सक्नुहुन्छ।